वेलकम टु गुरु सिक्रेटली। आजको यो भिडियोमा हामी एसडिएल यानी कि हिमालयन डिस्टिलरी लिमिटेडको बारेमा टेक्निकल एनालिसिस गर्नेछौँ र योभन्दा अगाडिको भिडियोहरूमा चाहिँ मैले अलरेडी नै नेप्सीको बारेमा जानकारीहरू दिइ नै सकेको छु। इफ हजुरहरूले त्यो भिडियो हेर्नु भएको छैन भने यो चेकआउट गर्न सक्नुहुन्छ। 2 दिन अगाडि मैले अपलोड गरेको थिएँ। सो माथि म आई बटनमा र तल डिस्क्रिप्सनमा पनि लिङ्क हालिदिन्छु, त्यहाँबाट चेकआउट गर्न सक्नुहुन्छ। सो यो भिडियोमा चाहिँ प्योरली म चाहिँ एसडिएलको बारेमा मात्रै कुरा गर्छु है त। ओके, सो हाम्रो चैत्र 14 गतेको क्लोजिङ प्राइस हेर्ने हो भने चाहिँ 1204 रुपियाँ रहेको छ हिमालयन डिस्टिलरीको। ओके, सो लेभल्सहरू के कसो देखिएको छ, यो एनालाइसिस चाहिँ प्योरली प्राइस एक्सनको बेसमा हुन्छ है। प्राइसले हेरेर हैन, त्यसको बिहेभियर एनालाइज गरेर मार्केटमा के कसो डाइरेक्सन मुभमेन्टहरू देखिएको छ त्यो हामी एनालाइज गर्नेछौँ है। म कुनै पनि इन्डिकेटरहरू युज गर्दिनँ, किनभने त्यो इन्डिकेटरहरू मलाई अलिकति त्यति कन्फिडेन्स आउँदैन है। इन्डिकेटर म त्यति युज चाहिँ गर्दिनँ है। सो प्राइसले नै सबै कुरा भन्छ, त्यो हामीले बुझ्न सक्नुपर्छ क्या, प्राइसले के भनिरहेछ भनेर त्यो मार्केटको डाइरेक्सनहरू थाहा हुन्छ क्या है। त्यो अनुसारले हामीले आफ्नो स्ट्राटेजी बनाउनु पर्ने हुन्छ, बाई कतिखेर गर्ने, सेल कतिखेर गर्ने है। ओके, सो भिडियो चाहिँ ध्यान दिएर हेर्नु होला। म एकदम सिम्प्लिफाइड वेमा हजुरहरूलाई बुझाउने ट्राई गर्छु। इफ हजुरहरूलाई केही कन्फ्युजन छ भने प्लिज कमेन्ट बक्स युज गर्न सक्नुहुन्छ है त। ओके, सो फर्स्टमा चाहिँ म एउटा यता ट्रेन्ड लाइनको सपोर्ट देखिरहेको छु है त। ओके, सो यो एउटा ट्रेन्ड लाइन भयो हैन, यो ट्रेन्ड लाइनको माथि नै ट्रेड भइरहेछ यो एसडिएल चाहिँ। सो यो ट्रेन्ड लाइन ब्रेकडाउन नहुनु जेलसम्म चाहिँ आत्तिनुपर्ने केही पनि छैन त्यस्तो है। सो इफ यो ट्रेन्ड लाइन ब्रेकडाउन भयो भने चाहिँ भोलि पर्सि गएर यो तल ब्रेक भयो भने फर्दर तल जाने प्रोबेबिलिटी बढी हुन्छ है। अब ब्रेक गर्ने बित्तिकै हुँदैन है। सो ब्रेक गरेर हामीले कन्फर्मेसन लिनुपर्ने हुन्छ है। कन्फर्मेसन कस्तो हो भन्दाखेरि यो ट्रेन्ड लाइन ब्रेक भयो फर इक्जाम्पल हैन, ब्रेक भएर यहाँ 2-3 दिन ट्रेड गर्यो भनेपछि यहाँ सस्टेन भयो क्या है। सस्टेन भयो भने चाहिँ फर्दर तल जाने प्रोबेबिलिटी देखिन्छ है। अब यो ट्रेन्ड लाइनमै छ भनौँ न है। सो यहाँदेखि सपोर्ट लिन पनि सक्छ। अब भोलि पर्सि मार्केट के कस्तो बिहेभ गर्छ त्यो चाहिँ हेर्नुपर्ने हुन्छ है। अहिलेलाई चाहिँ रेसिस्टेन्ट लेभल चाहिँ म चाहिँ यो देखिरहेको छु है। अहिलेलाई चाहिँ करेन्टली यो लेभल चाहिँ देखिरहेको छु। यो भने कति भन्दाखेरि 1253 1250 भन्दा नि भयो राउन्ड अफ गरेर है। सो यो 1250 को लेभल क्रस नहुनु जेलसम्म अलिकति म कन्फिडेन्स चाहिँ देख्दिनँ माथि जान्छ भनेर है। मिनिमम पनि अहिलेलाई चाहिँ 1250 क्रस हुनु पर्यो, क्रस भएर सस्टेन हुनु पर्यो, त्योभन्दा माथि ट्रेड हुनु पर्यो है। ओके, सो फर्दर अरू लेभल्सहरू हेर्दाखेरि हामीले एनालाइज गर्दाखेरि ओके, सो एउटा यो लेभल चाहिँ म देखिरहेको छु। ओके, सो एउटा यो जोन भयो क्या। अब यो चाहिँ अलिकति मेजर रेसिस्टेन्ट एरिया नै भयो है अहिलेलाई चाहिँ हैन। यो मार्क गरिदिन्छु म। यो चाहिँ अलि मेजर रेसिस्टेन्ट एरिया भयो। अब है ओके, सो यो मेजर रेसिस्टेन्ट भयो। अब यो होरिजेन्टल पनि माइनर रेसिस्टेन्ट भइ नै हाल्यो र यो ट्रेन्ड लाइनको सपोर्ट एउटा भइ नै हाल्यो है। सो अब इफ यो रेसिस्टेन्ट लेभलमा के कसो बिहेभ गर्छ पछिको दिनहरूमा हामीले हेर्नुपर्छ। इफ यो रेसिस्टेन्ट जोन चाहिँ केही समय चाहिँ यही लेभलमा चाहिँ हैन, अब कस्तो हुनु पर्यो भन्दाखेरि फर्दर डाइरेक्सनल मुभको लागि चाहिँ अब यसो हामीले हेर्दाखेरि पनि यो चाहिँ अप ट्रेन्डमा चाहिँ छैन, किनभने ओके, सो यो लार्जर टाइम फ्रेममा म तपाईँलाई एक्सप्लेन गर्छु है त। 1 विकको टाइम फ्रेममा हेर्ने हो भने चाहिँ यसो हेर्दाखेरि है तपाईँले विचार गर्नु हैन। पिक यहाँ लगाएको थियो, त्यसपछि घटै छ क्या, बिस्तारै घटै छ है। द्याट मिन्स यहाँ के बुझ्न सकिन्छ भन्दाखेरि यसको ट्रेन्ड चाहिँ डाउन ट्रेन्ड चाहिँ छ क्या है। यो लोवर लो बनाउँदै आइरहेछ भने द्याट मिन्स यसको ट्रेन्ड चाहिँ ओभरअल लङ टर्मको हिसाबले ट्रेन्ड चाहिँ नेगेटिभ छ है। सो पोजिटिभ भइसकेको छैन। अब अलिकति अब हामी रिस्क एभोइड गर्ने ट्रेडरहरूले चाहिँ यो डाउन ट्रेन्डमा भएको बेला चाहिँ ट्रेड नगरेकै राम्रो जस्तो लाग्छ मलाई। अब तपाईँहरूको के विचार हुन्छ त्यो हेर्नु होला है त। सो मेरो विचारमा चाहिँ डाउन ट्रेन्डमा भएकोलाई चाहिँ ट्रेडलाई एभोइड गर्दै राम्रो हुन्छ जस्तो लाग्छ है त। ओके, सो अब ट्रेड गर्ने इफ प्लानमा हुनुहुन्छ भने एटलिस्ट हैन यो रेसिस्टेन्ट लेभललाई चाहिँ कुद्नुपर्ने हुन्छ क्या है। यो भनेको कति भन्दाखेरि 1400 माथि भनौँ न है, 1450 को लेभल भनौँ न। इफ त्यो लेभल चाहिँ क्रस भयो, राम्रो भोल्युम आयो भने त्यतिखेर चाहिँ अब ल ट्रेन्ड चाहिँ रिभर्स भयो भनेर बुझ्न सकिन्छ है।
ओके अरू के देखिरहेछ तपाईँ यो त भयो अप ट्रेन्डको कुरा हैन सरी यो माथिको कुरा भयो हैन अब तलको कुरा पनि त हामीले हेर्नु पर्यो हैन इफ यो रेसिस्टेन्ट यो ट्रेन्ड लाइन जुन छ यो सपोर्ट ट्रेन्ड लाइन भयो सरी सो यो इफ यो तल ब्रेक भयो तल जान थाल्यो भने कहाँसम्म जान्छ भन्दा फर्स्टमा त यहाँसम्म त अभियसली आइ नै हाल्छ यो भनेको कति भन्दा 1224-25 को लेभल यहाँ यो लेभल आउनु एकदम इजी हुन्छ मार्केटलाई है सो एकदम इजिली यहाँ यो लेभल आउँछ हैन अब इफ यो पनि ब्रेक भयो भने फर्दर हामी यो लेभल्स हैन अनि यो लेभलहरू यसरी हामी हेर्न सकिन्छ क्या यो लेभल भने कति भन्दाखेरि 1058 989 हैन अब प्रिसाइजली यही चाहिँ हुँदैन 1 2 पोइन्ट 5 10 पोइन्ट हैन त्यो तलमाथि चाहिँ हुन सक्छ सो यो लेभल्सहरु चाहिँ तल को लेभल्सहरु यो सपोर्ट लेभलहरु हो सो यो लेभलहरुमा आउने चान्सेस हुन्छ इफ यो ट्रेन्ड लाइन ब्रेक भयो भने चाहिँ सो माथिको र तलको दुईटै भ्यू पोइन्ट हजुरले बुझिसक्नुभयो अब आफ्नो विचार गरेर हैन अब बाइ सेल के गर्ने त्यो आफ्नो स्ट्र्याटेजी लगाएर युज गर्ने होला टेक्निकल को पर्सपेक्टिभबाट चाहिँ अहिलेलाई चाहिँ मैले यति नै देखिरहेको छु इफ हजुरलाई केही जिज्ञासा छ भने प्लिज तल कमेन्ट बक्स युज गर्न सक्नुहुन्छ ओके इफ हजुरले सब्स्क्राइब पनि गर्नु भएको छैन भने प्लिज सब्स्क्राइब गर्नु होला आगामी दिनहरुमा म यस्तै नेप्सीको अपडेट लगायत अरु डिफरेन्ट कम्पनीहरुको भिडियोहरु म बनाइ नै रहन्छु ओके हस् थ्यांक यू फर वाचिङ